जय मसीह सम्पूर्ण मण्डली परिवार। फेरि पनि धन्यवाद दिन चाहन्छु यस ठाउँमा उभिनको योग्यको ठान्नुभयो अनि फेरि यो परमेश्वरको जीवित वचन बोल्ने अभिभार मलाई दिनुभएको छ अनि म परमेश्वरमा पनि धन्यवादी छु। तपाईँहरूको बिचमा मैले परमेश्वरको वचनबाट छोटो खण्ड लिएर आएको छु अनि ढिला नगरिकन म तपाईँहरू सबैजनालाई परमेश्वरको जीवित वचनमा डोर्याउन चाहन्छु। हामी सबैले पल्टाउनेछौँ एफिसी 3:10 र 11। म फेरि पढ्न चाहन्छु। यहाँ यसरी लेखेको छ, ताकि यसरी मण्डलीद्वारा परमेश्वरको विभिन्न किसिमको ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूको माझमा प्रकट गरियोस्। यो चाहिँ ख्रीष्ट येशू हाम्रो प्रभुमा उहाँले पुरा गर्नुभएको अनन्त उद्देश्य अनुसार थियो। आमेन। परमेश्वरले मण्डलीहरूलाई, हामी विशेष मण्डलीलाई चाहिँ एउटा ठुलो जिम्मेवारी दिनुभएको छ। मण्डली भन्दै गर्दाखेरि को त? तपाईँ र म। हामीलाई परमेश्वरले एउटा ठुलो जिम्मेवारी दिनुभएको छ अनि त्यो कुन जिम्मेवारी चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ परमेश्वरको ज्ञान, परमेश्वरको विभिन्न किसिमको ज्ञान चाहिँ स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूको माझमा प्रकट गरियोस्। त्यो स्वर्गदूतहरू अनि त्यो पुरानो जमानामा त्यो टाइममा फालिएका त्यो लुसिफर जुन चाहिँ स्वर्गमा एकचोटि विद्रोह गरेर चाहिँ फालिएको थियो, ती शक्तिहरूलाई चाहिँ आज हामीले चाहिँ देखाउनु पर्ने रहेछ। हामीले चाहिँ परमेश्वरको ज्ञान कसरी उनीहरूलाई देखाउँछौँ, परमेश्वरको ज्ञान हामीबाट कसरी प्रकट हुन्छ भन्ने विषयमा आज हामी हेर्नेछौँ है। अनि यूहन्ना 4:23 मा अघि हाम्रो बहिनीले कोट गर्दै हुनुहुन्थ्यो, परमेश्वरले चाहिँ साँचो आराधकहरूलाई खोजिरहनु भएको छ। साँचो आराधकहरूलाई चाहिँ परमेश्वरले खोज्नु हुँदैछ संसारमा, देश देशमा, विभिन्न ठाउँमा अनि यो भवनभित्र अनि तपाईँ र म मेरो बिचमा चाहिँ परमेश्वरले चाहिँ खोज्दै हुनुहुन्छ। बहिनीले भन्दै हुनुहुन्थ्यो अनि परमेश्वरमा घनिष्ठ हुन, परमेश्वरसँग नजिकतामा हुन नै आराधना हो। यदि तपाईँ र म चाहिँ परमेश्वरसँग नजिक हुन्छौँ भने, परमेश्वरसँग हामी जब घनिष्ठ हुन्छौँ भने हामी उहाँको आज्ञा पालन गर्छौँ। अनि मैले लास्ट टाइम पनि भन्दै थिएँ कि परमेश्वरको आराधना गर्नु चाहिँ के हो त? उहाँको आज्ञा पालन गर्नुपर्ने हो है। जसरी अब्राहमले चाहिँ आज्ञा पालन गरेर उहाँको आराधना गरेका थिए, तपाईँ र म चाहिँ परमेश्वरसँग यदि नजिक छौँ भने, यदि परमेश्वरसँग हामी घनिष्ठतामा छौँ भने, तपाईँ र म चाहिँ पवित्रतामा छौँ भने चाहिँ हामी उहाँको आज्ञा पालन गर्छौँ। जसरी चाहिँ आदमले त्यो अदनको बगैँचामा चाहिँ आज्ञा उल्लङ्घन गरेर पाप गरे, अब हामी आज्ञा पालन गरेर उहाँको आराधना गर्छौँ। आमेन। अनि फेरि पनि म यो कोट गर्न चाहन्छु कि एफिसी 3:10 मा आज परमेश्वरले चाहिँ जब परमेश्वरको सिंहासनमा त्यो लुसिफरले विद्रोह गर्यो, जब उसले घमण्ड गर्यो, अनि हामी कतिचोटि भन्छौँ कि संसारमा पहिलो पाप चाहिँ आदमको बगैँचामा भएको थियो भनेर, तर हामीले हेऱ्यौँ भने, राम्रोसँग हेऱ्यौँ भने पहिलोचोटि पाप चाहिँ बाइबलमा देखा परेको छ स्वर्गमा। लुसिफरले जब उसले घमण्ड गर्यो है, जब उसले घमण्ड गर्यो त्यसपछि त्यहाँ पापको प्रवेश भएको छ अनि ऊ चाहिँ परमेश्वरभन्दा पनि माथि जाने इच्छा गरेको कारणले फालिएको छ। आज ती स्वर्गीय स्थानमा भएका ती शासकहरूलाई, त्यो शक्तिहरूलाई चाहिँ आज हामीले देखाउनु परेको छ कि परमेश्वरको आराधना कसरी गर्नुपर्छ। आमेन। तयार छौँ हामी? आज हामी स्वर्गदूतलाई देखाउनेछौँ कसरी परमेश्वरको आराधना गर्नुपर्छ भनेर। तपाईँलाई थाहा छ स्वर्गदूतहरू आत्मा मात्र हुन्छ, उनीहरूको शरीर हुँदैन, हाम्रो जस्तो शरीर हुँदैन है। एक हिसाबले भन्दै गर्दाखेरि चाहिँ उनीहरूलाई भोक लाग्दैन, उनीहरू बिरामी हुँदैन, उनीहरूलाई दुःख हुँदैन, पीर हुँदैन, उनीहरूलाई समस्या हुँदैन अनि उनीहरू चाहिँ पवित्र हुन्छ। उनीहरू जस्तो हाम्रो सोच विचारमा हामी चाहिँ पाप स्वभाव लिएर जन्मेको छौँ, उनीहरू चाहिँ परमेश्वरले बनाउनु हुँदाखेरि परमेश्वरको अगाडि उनीहरू चाहिँ पवित्र भएर चाहिँ जन्मेका थिए, उनीहरू सृष्टि गरिएका थिए। तापनि उनीहरू चुके, हृदयमा घमण्ड आयो, हृदयमा घमण्ड आयो है। त्यसकारण गरेर ऊ पतन भयो।
त्यसपछि परमेश्वरले एउटा योजना बनाउनु भयो। अब म धुलोबाट एउटा मानिसलाई बनाउने छु है, एउटा मानिसलाई बनाउने छु, आदमलाई बनाउने छु। त्यसपछि देखाउनेछ मानिसले कसरी परमेश्वरको आराधना गर्नुपर्नेछ। आज तपाईँ र म, हाम्रो जीवनमा कष्ट हुन्छ, हामी बिमारी हुन्छौँ, हामीलाई समस्या हुन्छ, हामीलाई चोट पर्छ है, हामी थाक्छौँ, हामी पापसँग लिएर जन्मेका छौँ, हामी घरिघरि हामीलाई दुष्टले परीक्षा ल्याउँछ, हामी कतिचोटि हामी चाहिँ है परमेश्वरबाट टाढा पुग्छौँ, र पनि हामी फेरि फर्केर परमेश्वरको नजिक आउँछौँ अनि फेरि उहाँको आज्ञा पालन गर्छौँ अनि फेरि हामी परमेश्वरको प्रशंसा अनि आराधना गर्छौँ। आमेन। परमेश्वरले चाहनुभएको त्यही थियो। जब हामी हाम्रो कष्टहरूमा पनि, जब हामी समस्याहरूमा पनि हामी जब परमेश्वरको आराधना गर्छौँ, परमेश्वर खुसी हुनुहुन्छ। हेर त शैतान लुसिफर, हेर मानिसहरूले कसरी मेरो आराधना गरिरहेका छन् है। हामीले अयुबको जीवनमा हेऱ्यौँ भने हामी थाहा पाउँछौँ। अयुबको पुस्तक हामी खोलौँ है। अयुबको बारेमा भन्नुपर्दाखेरि अयुब चाहिँ त्यो समयमा एकदमै धनाढ्य व्यक्ति, अहिलेको समयमा हामीले भन्यो भने सायद बिलिनियर है, संसारकै सबैभन्दा धनाढ्य व्यक्तिको रूपमा थिए। उसको जीवनमा चाहिँ कसरी जाँच गर्नुभएको छ, परमेश्वरले कसरी समस्या आउन दिनुभएको छ अनि उनले चाहिँ कसरी परमेश्वरलाई आराधना गरे, त्यो कष्ट भोग्दै गर्दाखेरि पनि उनले कसरी परमेश्वरको आराधना गरे भन्ने विषयमा हामी हेर्नेछौँ है त। अयुब 1 अध्याय सबै हामी पढ्ने छैनौँ, म सरस्वती भन्नेछु है। परमेश्वरले शैतानलाई अयुबलाई चाहिँ सताउने त्यो अनुमति दिनुभयो। अनि जब अयुबलाई चाहिँ त्यहाँ एकदमै समस्या परेको छ, उनको सबै कुराहरू नष्ट भएका छन् त्यहाँ। अनि म पढ्न चाहन्छु यहाँ 13 पदमा यहाँ यसरी लेखेको, एक दिन अयुबका छोराछोरीहरू एउटा आफ्नो जेठा दाजुको घरमा खानपिन गर्दै थिए। एउटा समाचार पाहक कुदेर अयुबमा आएर भन्यो, गोरुहरू जोतिरहेको र गधाहरू तिनीहरूको नजिकै चलिरहेको बेला सबीहरूले गोठालालाई आक्रमण गरेर मारे र ती सबै लगे। अनि तपाईँलाई समाचार दिन म मात्र हुँकी। त्यो बोल्दा बोल्दै अर्को समाचार पाहक आइपुग्यो। त्यसले भन्यो, परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालालाई भस्म पार्यो। अनि तपाईँलाई समाचार दिन म मात्र हुँकी। त्यो बोल्दा बोल्दै अर्को एकजना आएर भन्यो, कल्दीहरूले छापा मार्ने 3 दल बनाएर तपाईँका ऊँटहरू आक्रमण गरी लगे। तिनीहरूले नोकरहरूलाई मारेर मलाई तपाईँलाई समाचार दिनलाई म मात्र हुँकी। त्यो मानिस बोल्दा बोल्दै एकजना आइपुग्यो र भन्यो, तपाईँका छोराछोरीहरू आफ्नो जेठा दाजुको घरमा खानपिन गर्दै थिए। त्यसै बेला मरुभूमिबाट अचानक आँधी बेरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो। अनि समाचार दिन म मात्र हुँकी। यो सुनेर अयुब उठे र तिनले आफ्नो लुगा च्याते। तिनले आफ्नो कपाल कौरेर भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नी आमाको गर्भबाट नाङ्गे आएँ अनि म नाङ्गे फर्केर जानेछु। परमप्रभुले नै दिनुभयो अनि परमप्रभुले लानुभयो। परमप्रभुको नाउँ धन्यको होस्। आमेन है। यहाँ अयुबको जीवनमा यत्रो ठुलो घटना हुँदै गर्दाखेरि शैतानले चाहिँ के सोचेको थियो, मैले जब यी समस्याहरू जब अयुबको जीवनमा दिन्छु, यसले चाहिँ परमेश्वरलाई त्याग्ने छ, यसले चाहिँ परमेश्वरलाई सराप्ने छ भनेर सोचिरहेको थियो है। तर यी सबै कुराहरू हुँदाखेरि पनि अयुबले के भनेको छ, म आफ्नी आमाको गर्भबाट नाङ्गे आएँ अनि म नाङ्गे फर्केर जानेछु। परमप्रभुले दिनुभयो, परमप्रभुले नै लानुभयो। परमप्रभुको नाउँ धन्यको होस्। आमेन। परमेश्वर चाहिँ यो देखाउन चाहनुहुन्छ तपाईँ र मेरो जीवनबाट शैतानलाई, त्यो स्वर्गदूतहरूलाई यो सिकाउन चाहनुहुन्छ कि हाम्रो जीवनबाट पाठ सिकाउन चाहनुहुन्छ। हेर मानिसले कसरी गर्दैछ, मानिसले कसरी मेरो आराधना गर्दैछ। त्यस्तो कष्ट हुँदै गर्दाखेरि पनि है, सर्वस्व गुमाउँदाखेरि पनि कसरी उनले मानिसले चाहिँ मेरो आराधना गर्दैछन्, कसरी मानिसहरूले चाहिँ मेरो आज्ञा पालन गर्दैछन् है।
हामीले स्वर्गदूतसँग कम्पेयर गर्यौँ भने यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण, यो चाहिँ एकदमै किम्ती बहुमूल्य आराधना चाहिँ यो हो है। उनीहरू त परमेश्वरको अगाडि बसिरहेका छन्। उनीहरू त स्वभावले नै पवित्र छन्। उनीहरूलाई न बिरामी हुन्छ, उनीहरू न कष्ट हुन्छ, उनीहरूलाई न भोक लाग्छ, र पो उनीहरू त परमेश्वरको आराधना गर्दैछन्। हामी प्रकाशको पुस्तकमा हेऱ्यौँ भने उनीहरूले चाहिँ त्यहाँ दिनरात नथामिकन परमेश्वरको सिंहासनको अगाडि चाहिँ स्वर्गदूतले परमेश्वरको आराधना गरेको दृश्य योहन्नाले देखेका छन्। त्यहाँ सुसमाचार पुस्तक लेख्ने योहन्नाले त्यहाँ देखेका छन् कि दिनरात नथामिकन त्यहाँ चाहिँ उनीहरूले पवित्र 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 जो हुनुहुन्थ्यो, हुनुहुन्छ अनि हुन आउनुहुनेछ भनेर चाहिँ उनीहरूले परमेश्वरको आराधना गरेका छन् है। तर त्योभन्दा पनि महत्त्वपूर्ण, त्योभन्दा पनि बहुमूल्य आराधना चाहिँ आज हाम्रो जीवनबाट हुन्छ। जब हामी कष्ट आउँदै गर्दाखेरि पनि, जब हामी अनि सङ्कष्टमा, जब अभावमा है, जब दुःख हुँदाखेरि, जब बिमार हुँदाखेरि पनि, जस्तो सुकै परिस्थिति पनि जब हामी पछि हट्दैनौँ, जब हामी परमेश्वरको आज्ञालाई पालन गर्दछौँ, जब हामी परमेश्वरले भनेको कुरालाई हामी मान्छौँ अनि सिक्छन्। परमेश्वरले आज एफएसी 3:10बाट यही कुरा बताउन चाहनुहुन्छ कि यही जिम्मेवारी तपाईँले हामीलाई दिनुभएको छ कि हामीले भन्दै गरेका थियौँ कि हामीले चाहिँ हाम्रो जीवन चाहिँ संसारका मानिसहरूलाई देखाउनुपर्छ। अनि हाम्रो निरज भाइ र म घरमा बस्दाखेरि भाइले पनि क्वेसन गरिराख्नुहुन्छ मलाई, दाइ हाम्रो जीवनमा सबैभन्दा ठुलो कुरा चाहिँ के हो, क्रिस्चियन जीवनमा चाहिँ के हो भनेर भन्दाखेरि म यही भन्थेँ, हाम्रो जीवनबाट चाहिँ अरूलाई देखाउनुपर्छ, सिक्नुपर्छ अरूले। अनि भाइले पनि हो दाइ हाम्रो चाहिँ क्यारेक्टर चाहिँ बनाउनै पर्छ, हो भनेर भन्थ्यो। आज हामीले मानिसलाई त देखाउनै पर्छ, तर हामीले चाहिँ त्यो स्वर्गीय स्थानमा भएका त्यो शक्तिहरूलाई है, त्यो प्रधानताहरूलाई पनि हामीले देखाउनु पर्ने रहेछ है। परमेश्वरले चाहनुहुन्छ हाम्रो जीवनबाट चाहिँ अयुबको जीवनमा जस्तै गरिकन आराधना भएको, उहाँको आज्ञा पालन हामीले गरेको, उहाँलाई नत्यागेको जस्तो सुकै परिस्थितिमा पनि है। अनि त्यसरी चाहिँ परमेश्वरको आराधना हाम्रो जीवनबाट हुनुपर्छ। आमेन। अनि हामीले अयुबको पुस्तकमा हेऱ्यौँ भने त्यहाँ हामी देख्छौँ कि अयुब 38 अध्यायमा त्यहाँ तपाईँले हेर्दै गर्नुभयो, त्यहाँ चाहिँ परमेश्वरले जब पृथ्वीलाई सृष्टि गर्नुभयो, स्वर्गदूतहरू चाहिँ त्यहाँ एकसाथ गाएर रमाहट गरेको कुरा हामी पाउँदछौँ। पृथ्वीलाई सृष्टि गर्नुभन्दा अगाडिको परमेश्वरको योजना यही थियो। जब त्यो स्वर्गदूतले परमेश्वरको योजनालाई बुझे, अब परमेश्वरले पृथ्वी बनाउनुहुन्छ, शून्यतामा जब परमेश्वरले पृथ्वीलाई चाहिँ अडाइराख्नु भएको थियो, त्यहाँ स्वर्गदूतहरूले चाहिँ त्यो गीत गाएर उहाँको महिमा गरेको कुरा हामी त्यहाँ पाउँदछौँ कि है। अनि त्यतिखेर अनि हामी तपाईँलाई अघि मैले भन्दै थिएँ अनि स्वर्गदूतहरूको बारेमा, त्यो स्वर्गीय स्थानमा हुने शक्तिहरूको बारेमा हामीलाई थाहा छ। जब पृथ्वी बन्नुभन्दा अगाडि, हामी मानिस बनिनुभन्दा अगाडि 3वटा मुख्य स्वर्गदूतहरू थिए, माइकल, गाब्रिएल अनि लुसिफर। लुसिफर जसले चाहिँ आफूसँग भएका झुन्डलाई चाहिँ लिएर अनि उनी चाहिँ तल फालिए। अनि माइकल, गाब्रिएल अहिले पनि छ। उनी चाहिँ हामीले एसायाको पुस्तकमा हेऱ्यौँ भने एसाया 14:11-12 अनि त्यसै गरी इजकेल 28:13-14 हेऱ्यौँ भने लुसिफर चाहिँ एकदमै सुन्दर है, अनि परमेश्वरको नजिक भएको, परमेश्वरको आराधना गर्ने, अनि उनी चाहिँ हिँड्दै गर्दाखेरि चाहिँ त्यो उनीबाट चाहिँ त्यहाँ एउटा म्युजिक बन्थ्यो अरे, के म्युजिक निक्लिन्थ्यो अरे, त्यहाँ सङ्गीत बन्थ्यो अरे। त्यसरी उसले चाहिँ परमेश्वरको आराधना गर्थ्यो है। तर एक दिन जब स्वर्गदूतहरूले, ती अनगिन्त स्वर्गदूतहरूले परमेश्वरको आराधना गरिरहेका थिए, उनको मनमा आयो यिनीहरूले परमेश्वरलाई आराधना गर्नुपर्ने ठाउँमा मलाई आराधना गरे भने त कसो होला, ओहो म त्यो ठाउँ मैले पाउन पाएँ त कस्तो हुन्थ्यो भने जब उनको हृदयमा घमण्ड आयो लुसिफरको, त्यसपछि उसलाई पातालमा खसालियो। उसलाई मात्र होइन, तर उसँगै उसलाई फलो गर्ने, उसलाई पछ्याउने सबैजनालाई फाल्यो, सबै स्वर्गदूतलाई 1/3 भनेको छ बाइबलले।
उदाहरणको लागि हामी यहाँ कति छौँ? 3 भागमा 1 भाग चाहिँ अब म चर्चै आउँदिनँ, म फर्किन्छु, अब संसारकै मौज मर्छ, हामी संसारकै रमाइलोतिर म लाग्छु भनेर चर्चै आउँदैन भनेर छोडेर जानुभयो अरे है। त्यस्तै भयो। तर त्यो कुराले परमेश्वरलाई फरक पार्यो? पारेन। परमेश्वर चाहिँ कर जबरजस्ती गरेर कर लगाएर गरेको कुरामा प्रसन्न हुनुहुन्न। अनि मैले अस्ति पनि भन्दै थिएँ, वर्सिप विथ चोइस, तपाईँले रोज्नुपर्ने कुरा हो। जसरी स्वर्गदूतले रोजे, कसलाई फलो गर्ने? परमेश्वरको आराधना गर्ने कि शैतानको, लुसिफरको? उनीहरू चाहिँ लुसिफरलाई पछ्याउने सोच बनाए। उनीहरूले लुसिफरलाई रोजे, परमेश्वरलाई रोजेन। तर जो स्वर्गदूतले चाहिँ रोजे, परमेश्वरलाई नै रोजे, परमेश्वरकै आराधना गर्न रोजे, त्यो क्षण चाहिँ परमेश्वरको लागि चाहिँ एकदमै बहुमूल्य, एकदमै महत्त्वपूर्ण, त्यो चाहिँ आराधना परमेश्वरले खोज्नु भएको थियो है। अनि हामीले हेऱ्यौँ भने स्वर्गदूतहरूलाई चाहिँ हामीले हेऱ्यौँ भने हामी मानिस जस्तो छैन। उनीहरू चाहिँ प्रोग्राम नै गरिएको। उनीहरू चाहिँ एउटा भन्नाले आराधना मात्र, उनको अगाडि आएर परमेश्वरको अगाडि आराधना गर्नलाई अनि परमेश्वरको आज्ञाहरू मान्नलाई उनीहरू चाहिँ एक हिसाबले रोबोट जस्तो है थिए। तर हामी चाहिँ स्वेच्छाले हामी चाहिँ उहाँको आराधना गर्ने व्यक्तिहरू हौँ। अनि हामी चाहिँ त्यो पतन भएको स्वर्गदूत लुसिफर जस्तो होइन, तर हामी चाहिँ स्वेच्छाले उहाँको आज्ञा पालन गर्दै उहाँको आराधना गर्ने व्यक्तिहरू हौँ। आमेन। अनि त्यो जिम्मा परमेश्वरले जुन हाम्रो निम्ति जुन रेस्पोन्सिबिलिटिज हामीलाई दिनुभएको छ, तिनीहरूलाई सिकाउने। आज हामी सिकाउनेछौँ स्वर्गदूतलाई कसरी आराधना गर्ने भन्ने कुरा। हेर स्वर्गदूतहरू कसरी आराधना गर्नुपर्छ। हेर हाम्रो जीवनमा यस्तो कष्ट छ, हेर हामीलाई अभाव छ, हेर हामीलाई खाँचो छ, हेर हामी काम गर्नु जानुपर्छ, हामीलाई थाकेका छौँ, र पनि हामी आउँछौँ, हामी परमेश्वरको आराधना गर्छौँ। हामी बिरामी छौँ, हामी थकित छौँ, तिमीहरू जस्तो छैनौ हामी, हामीलाई पीडा हुन्छ, हामी घर परिवारबाट टाढा छौँ, र पनि हामी खुसी छौँ, हामी परमेश्वरको आराधना गर्छौँ। आमेन। स्वर्गदूतहरू सिक, हामी सिकाउनेछौँ आज स्वर्गदूतहरूलाई कसरी परमेश्वरको आराधना गर्नुपर्छ भनेर। किनभने यो परमेश्वरलाई हामीलाई दिनुभएको छ। एफएसी 3:10 हामीलाई भन्नुभएको छ सिकाऊ भनेर। हामीद्वारा त्यो प्रकट हुनुपर्ने छ आज। आमेन। अनि जसरी आज हामी गर्भबाटै पाप स्वभाव लिएर जन्मिन्छौँ, हामीलाई झुटो बोल्न सिकाउनु पर्दैन, हामी दुष्ट विचारमा छौँ, हामी कतिचोटि हामी गलत कुराहरू सोच्छौँ, हामी गलत निर्णयहरू गर्छौँ, हामीलाई होइन, हामी आमाको गर्भबाटै पाप स्वभाव लिएर जन्मेका छौँ नि, होइन। त्यसै कारणले आज पनि हामी प्रयासमा छौँ कि ख्रिस्ट जस्तै हुने है। हामी प्रयासमा छौँ हामी उहाँ जस्तै पवित्र हुने। अनि हामी चाहिँ हर परिस्थितिमा, हर क्षणमा हामी चाहिँ उहाँको प्रशंसा अनि उहाँको आराधना हामी गरि नै रहनेछौँ। आमेन। जब अयुबले त्यो समस्याहरू भोग्दै गरेका थिए, जब त्यो कष्टहरू भोगे, जब उनका सबै कुरा उनले आफ्नो छोराछोरीदेखि लिएर आफ्नो धन सम्पत्ति, गाई गोरु गधा ऊँटहरू सबै कुराहरू गुमाए, आफ्नो छोराछोरीहरू पनि सबै गुमाए। अन्त्यमा आएर उनले आफ्नो शरीरभरि खटिरा है, शरीरभरि खटिरा अनि त्यो फुटेको माटोको भाँडाले उनले चाहिँ कनाउँथ्यो अरे है। कस्तो भएको थियो होला त्यो अवस्थामा उनको आफ्नै श्रीमतीले पनि तपाईँको परमेश्वरलाई सरापेर मर्नुहोस् भन्दै गर्दाखेरि उनले के गरेका छन्? उनले चाहिँ भनेका छन् खुसीको सुखको समयमा मात्र परमेश्वरलाई रोज्ने अनि परमेश्वरलाई दुःखको बेलामा चाहिँ सराप्ने भनेर चाहिँ उनले म मर्नेछु तर म परमेश्वरलाई सराप्ने छुइनँ भनेर भनेका छन् है। जब अयुबको जीवनमा चाहिँ जब कष्टहरू भइरहेको थियो, खटिरा जब त्यो फुटेको माटोको भाँडाले कनाउँदै गर्दाखेरि मेरो विचारमा है
शैतानले लुसिफरको सेनाहरूले है विचार गर्दै थियो, अब यसले कतिखेर परमेश्वरलाई सराप्छ, अब कसले कतिखेर यसले चाहिँ परमेश्वरलाई त्याग्छ है, कतिखेर चाहिँ परमेश्वरबाट फर्किन्छ, अब परमेश्वरलाई सराप्छ यसले भनेर त्यो आशा गरिरहेको थियो। माथि स्वर्गको सिंहासनको स्वर्गदूतहरूले पनि विचार गरेको थियो, अब किनभने यो परमेश्वरले नै अनुभूति दिनुभएको थियो नि त है, परमेश्वरले नै यो अनुभूति दिनुभएको थियो नि त शैतानलाई। अनि उनले विचार गरिरहेका थिए, अब यसले के गर्छ, अब यसले के गर्नेछ। तर जब त्यस्तो अवस्था पनि अयुबले चाहिँ परमेश्वरलाई सरापेन, त्यस्तो अवस्था पनि परमेश्वरलाई त्यागेनन्। परमेश्वर अति प्रसन्न हुनुभयो। त्यो समय चाहिँ साँच्चै नै परमेश्वर अति महिमित हुनुभयो। अनि त्यही हो आज तपाईँ र मेरो जीवनबाट परमेश्वरले चाहनु भएको। आज हामी पनि संसारमा छौँ, हामीलाई कष्ट हुन्छ, हामीलाई दुःख हुन्छ। अघि पनि मैले भने हामी पाप स्वभावमा जन्मिएका छौँ। आज हामीले प्रभुलाई विश्वास गऱ्यौँ भन्दैमा हामीलाई सबै थोकै पुग्छ, हामी भन्न सक्दैनौँ, हामीलाई अभाव हुन्छ है, हामी बिमारी हुन सक्छौँ, हामीलाई समस्याहरू हुन्छ। आज कतिवटा हामीले चर्चहरूमा हेऱ्यौँ भने हेर्दै गर्दाखेरि आजभोलि एकदमै धेरै फलिफापको कुराहरू अनि आशिषको कुराहरू मात्रै हामी सुन्न पाउँछौँ। कतिवटा चर्चहरूमा चाहिँ कष्टहरूको बारेमा, सङ्कष्टको बारेमा हामी सुन्न पाउँदैनौँ। तर हामी अनि कतिवटा मण्डलीहरूले चाहिँ क्षणिक कुराहरूमा, जस्तै परमेश्वरमा चाहिँ चङ्गाइ छ होइन, हामी चाहिँ विश्वास गऱ्यौँ भने हामीले चाहिँ हाम्रो रोगहरूबाट छुटकारा पाउँछौँ, हामीले चाहिँ विश्वास गऱ्यौँ भने हामीले प्रशस्त आशिषहरू पाउँछौँ भन्ने कुरामा धेरै कुरा आशिषको कुराहरूमा जोड दिएको कुरा हामी देख्न पाउँछौँ कतिवटा ठाउँहरूमा, कतिवटा मण्डलीहरूमा। हो, हामीले परमेश्वरमा विश्वास गऱ्यौँ भने हामीलाई केही पनि कुराको अभाव हुँदैन। हाम्रो नेपालको एकजना पास्टरले जहिले पनि भन्नुहुन्थ्यो, मैले अहिलेसम्म परमेश्वरको प्रभु यीशु ख्रीष्टको नाउँ लिएर मागेको व्यक्ति देखेको छुइनँ। जसरी अरूले संसारमा आफ्नो परमेश्वरको नाम लिएर चाहिँ मागिरहेको हुन्छ भनेर भन्नुहुन्थ्यो। मलाई त्यही कुराको याद आयो। हामीलाई परमेश्वरले केही कुराको अभाव दिनुहुन्न, अभाव हुन दिनुहुन्न। तर पनि हुनसक्छ हाम्रो जीवनमा कष्ट, पीडा, रोग, बिमारहरू, समस्याहरू, अभावहरू हुनसक्छ है। तर पनि हामी चाहिँ हबकुक 3:17-19 भने जस्तै तपाईँहरू कसैलाई पढ्नलाई म अनुरोध गर्न चाहन्छु। हबकुक 3:17-19। हजुर। चाहे अन्जीरका रुखमा मुना नलागोस् र दागका बोटमा फल नलागोस्, चाहे जैतुन रुखमा फल नलागोस् र खेतको अन्न नउब्जाओस्, फुलमा भेडा बाख्रा नभए पनि र बोटमा गाई वस्तुहरू रहेन भने पनि म परमप्रभुमा रमाउ गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। हुन्छ। अनि हबकुक 3:17-19 भने जस्तै चाहे अन्जीरको रुखमा फुल नफले पनि, हामीसँग चाहे हामी अभावमा भए तापनि, हामीसँग केही नभए तापनि, चाहे अयुबको जीवनमा घटेको घटना जस्तै किन नघटोस् हाम्रो जीवनमा, तर पनि हामी चाहिँ परमेश्वरको प्रशंसा गर्नुपर्छ, परमेश्वरको आराधना गर्नुपर्छ, किनभने यो चाहिँ उहाँको आज्ञा हो। आमेन। हामी संसारमा हुँदाखेरि हाम्रो शरीरमा समस्या हुन्छ, हामी बिमारी हुन्छौँ, मृत्यु पनि हुन्छ, मृत्यु आउँछ हाम्रो जीवनमा। तर पनि हामीले अयुबले जस्तै गरिकन, जसरी अयुबले भनेको छ अयुब 13:15 उहाँले मर्नु पाए तापनि म उहाँमाथि आफ्नो आशा राख्नेछु। आमेन। हामी त्यस्तो व्यक्ति हुनुपर्छ। अनि हाम्रो जीवनमा चाहिँ संसारका मानिसहरूले मात्र होइन, हाम्रो छिमेकीले मात्र होइन, तर कसले पनि वास गर्दो रहेछ, शैतानले पनि वास गर्दो रहेछ है। यसले चाहिँ के गर्दो रहेछ, जब म यसलाई सताउँछु, जब यसको जीवनमा परीक्षाहरू ल्याउँछु, जब यसको जीवनमा चाहिँ कठिन अवस्था आउँछ, यसले के गर्दो रहेछ म पनि हेर्छु।
अनि जब तपाईँ त्यस्तो परिस्थितिमा परमेश्वरलाई त्याग्नुहुन्न, अयुबले जस्तै परमेश्वरलाई अनि परमेश्वरको भय मान्नुहुन्छ, अनि तिनीहरूले सिक्नेछन्। अनि ती स्वर्गीय स्थानमा हुने शक्तिहरूले, त्यो प्रधानताले तब सिक्नेछन् कि मानिसले कसरी आराधना गर्नुपर्ने रहेछ, परमेश्वरको आराधना चाहिँ कसरी हुनुपर्ने रहेछ भन्ने कुरा तिनीहरूले सिक्नेछन्। है, हामी संसारमा छौँ अनि मैले पहिला पनि भने जस्तो लाग्छ, हाम्रो शरीरको मृत्युले होस् या प्रभु यीशु ख्रीष्टको दोस्रो आगमनले होस्, हामी नजिकै छौँ, उहाँको नजिकै, त्यो स्वर्गसँग चाहिँ हामी नजिकै छौँ। एक दिन हामी जानेछौँ, त्यहाँ हामी जानेछौँ, हामी भेट्नेछौँ हाम्रो आफन्तहरू जो हामीभन्दा अगाडि गइसक्नु भएको छ। मेरो बोजूहरू हुन्छ 2 जना, मामाको बोजू, घरको बोजू। अनि मलाई कहिलेकाहीँ विचार आउँछ म त्यहाँ गएर भेट्नेछु, अनि म भेट्नेछु त्यहाँ गएर म माइकललाई पनि भेट्नेछु, स्वर्गदूतलाई। लुसिफरले कहाँ विद्रोह गरेको थियो, लुसिफर कुन ठाउँमा उभिएर चाहिँ विद्रोह गरेको थियो, म त्यहाँ उभिएर म देखाउनेछु परमेश्वरको आराधना कसरी गर्नुपर्छ। म देखाउनेछु, तपाईँले देखाउनु पर्नेछ त्यो स्वर्गदूतहरूलाई। हामीले संसारमा जिउँदै गर्दा हामीले कसरी परमेश्वरको आराधना गरेका छौँ। हाम्रो जीवनमा कष्टहरू आउँदै गर्दाखेरि, समस्याहरू आउँदै गर्दाखेरि हामीलाई परमेश्वरलाई हामीले कस्तो स्थानमा राखेका छौँ, अयुबले जस्तै गरेका छौँ। अनि यही प्रश्नको साथमा तपाईँ र म चाहिँ आज साँच्चै नै त्यो स्वर्गदूतहरूलाई, त्यो फालिएको स्वर्गदूतहरूलाई, अहिले जुन परमेश्वरको सिंहासनको अगाडि परमेश्वरको आराधना गरिरहेको त्यो स्वर्गदूतहरूलाई चाहिँ आज तपाईँ र मैले चाहिँ सिकाउनु पर्ने रहेछ। परमेश्वरले त्यो रेस्पोन्सिबिलिटी हामीलाई दिनुभएको छ कि हाम्रो जीवनबाट चाहिँ त्यो कुराहरू प्रकट हुनुपर्ने छ। एफएसी 3:10 र 11 त्यही कुरा भनिएको छ। अनि हामी सबैजनाले त्यो कुरालाई चाहिँ हामीले पुरा गर्नुपर्छ। आमेन। हुन्छ, धन्यवाद। आजको वचनलाई म यहीँ राख्न चाहन्छु। परमेश्वरले हामी सबैलाई आशीष दिनुभएको छ। आमेन।